विदेशतिर 30 लेन 20 लेन 12 लेन हाम्रोतिर त बालेन भत्काइदेऊ बालेन भत्काइदेऊ पेल्देऊ ठेल्देऊ ठोक्देऊ तिमीले भत्काउने हो तिमीले बनाउने हो भत्काएपछि बनाउन कर लाग्छ अरूले त मुख मात्रै ताक्छ तिमीलाई हेरेर चित्त बुझाछौ नेपाली जनता तिम्रै भाछौ बाटो भने नि तिमी हौ माटो भने नि तिमी हौ आशा भने नि तिमी हौ भरोसा भने नि तिमी हौ मिशन 84 लाई भिजन 84 बनाइदेऊ पुरै देशको जिम्मा तिमीले ल्याऊ काठमाडौँलाई ठोक्यौ अब पुरै देशलाई ठोक बच्या कुच्या युवालाई काँधमा बोक अहिले तिमी कता छौ नगरकोटकी धुली खेल तिम्रो अगाडि केपी बाको निस्किसक्यो तेल कोही बन्या छन् शेर कोही बन्या छन् साडे तिम्रा स्टाटस त फेसबुकमा आउने छाडे राति राति फेसबुकमा ठोक दिउँसो दिउँसो न्युरोलाई ठोक जहाँ जहाँ ठोक्न मन छ ठोक तिम्रो लौरो बलियो रहेछ हाना सबलाई ठाङ ठाङ बन्छ अब हाम्रो देश ड्याङ ड्याङ मिशन 84 हैन अब भिजन 84 हुन्छ यो देशमा बालेन भन्दा अर्को नेता कुन छ आउ बालेन अब राष्ट्रिय पार्टी बनाऊ भिजन 84 मा भिसनद्वारा बहुमत ल्याऊ हैन भने फेरि यही चाला हुन्छ खिचडी सरकार चाकडी चाप्लुसी लम्पसार महिनै पछि बन्छन् खिचडी सरकार भ्रष्टाचारमा चुर्लुम तिनताको सरकार 2 वर्षमा 2 दर्जन मुख्यमन्त्री काम नभएको प्रदेश सरकार मुख्य सचिव त भ्रष्टाचारी अरूको बाँकी होला कर्मचारी भ्रष्टाचार र महँगीले घर घरमा हाकर आउ बालेन बाउबाजेको सपना पार साकार पाके नेताको दिमागमा मिशन 84 छ भुत्राको मिशन 84 मिशन 84 खै उद्योग 84 खै रोजगार 84 खै कल कारखाना 84 खै बाटो घाटो 84 खै सुशासन 84 खै खाली मिशन 84 मिशन 84 84 मा पनि यस्तै हो फेरि मिशन 89 अनि मिशन 94 हामी जनता यही गनेर बस्ने हो तिमीलाई माटा धस